प्रेरितहरूको जमानामा मण्डली सिद्ध अवस्थामा थियो। अनि त्यहाँदेखि के भयो भन्दाखेरि मण्डली चाहिँ डिजेनेरेट भएर गयो, गिर्दै गयो होइन, डार्क एजमा पुग्यो। अनि पवित्र आत्माले मानिसहरूलाई, परमेश्वरका दासहरूलाई, मार्टिन लुथर जस्ता मानिसहरूलाई, ज्विंगली जस्ता मानिसहरूलाई र विभिन्न कालखण्डमा विभिन्न मानिसहरूलाई परमेश्वरले के गर्नुभयो भन्दाखेरि परमेश्वरलाई खडा गरेर सबैभन्दा पहिला परमेश्वरले पवित्र आत्माले स्वर्गबाट दाखमध्य रेभोल्युसनलाई पठाउनुभयो। अनि त्यो दाखमध्य चाहिँ के थियो भन्दाखेरि प्रेरितहरूको जमानामा एकपल्ट त्यो पर्फेक्सनमा थियो। त्यो लस्ट भएको कुरा चाहिँ उनीहरूले फेरि पनि के गर्न सुरु गर्दै गर्दाखेरि रेस्टोर गर्न सुरु गरे, पुनः स्थापना गर्न सुरु गरे। पहिला उनीहरूले दाखमध्यलाई प्राप्त गरे, उनीहरूले प्रकाशलाई प्राप्त गरे, इल्युमिनेसन भनौँ, रेभोल्युसन भनौँ, कुरा एउटै हो वास्तवमा चाहिँ होइन। दाखमध्ये उनीहरूले नयाँ प्राप्त गरे अनि उनीहरूले घोषणा गर्न सुरु गरे। अनि घोषणा गरिसके पछाडि त्यसलाई पछाउने मान्छेहरू चाहिँ धेरै उनीहरू क्याथोलिजम, अर्थोडक्सबाट अनि विभिन्न प्रकारको सिस्टमबाट चाहिँ उनीहरू निस्केर आएर चाहिँ उनीहरूले के गरे भन्दाखेरि मसकलाई परिवर्तन गरे। त्यसलाई रिफर्मेसन भन्छ। रिफर्मेसनमा चाहिँ त्यहाँनिर के हुन्छ भन्दाखेरि स्ट्रक्चरल चेन्जेस हुन्छ अथवा त्यहाँनिर चाहिँ मसकको परिवर्तन हुने काम हुन्छ। मसकको परिवर्तन त्यसै हुँदैन, सबैभन्दा पहिला रेभोल्युसन दाखमध्ये आउनुपर्छ। अनि त्यसलाई स्वीकार गर्ने मानिसहरूको भित्र उनीहरूको चेन्जेस आउन सुरु गर्छ, स्ट्रक्चरल चेन्जेसहरू आउँछ, मसक परिवर्तन हुन्छ नेपालीमा भन्दै गर्दाखेरि त्यसलाई रिफर्मेसन भनेर भन्छ। एउटा व्यक्तिको जीवनमा पनि हुन्छ, त्यो एउटा चर्चमा पनि हुन्छ, त्यो एउटा मिनिस्ट्रिजमा पनि हुन्छ, एउटा फ्यामिलीमा पनि हुन्छ। यो दुईटा कुराहरू एकदमै आवश्यक छ होइन।